Hello guys, welcome back to the channel. र हैन आज चाहिँ सानो शपिङ गर्दिम न भनेर हैन दिदी बहिनीहरुसँग चटसँगले हैन लाग्दिको हैन के गर्नु हैन यता उतिको लागि छैन त्यही भएर हैन हिँड्नु ओर्नु हैन जे दिएको त्यही खानु मन लाग्ने हैन चटसँगले हैन तीन जना भएर किन्न थाल्नु भयो हैन चटसँगले किनिमरि हैन चटसँगले अब अल्छी लाग्दै थियो अनि म चाहिँ त भिडियो बनाउन थाले हैन अनि चटसँगले हैन अब यो ठाउँ के अरे न्यू रोड देखि हैन यता भित्र छिर्नु पर्ने रहेछ हैन यो साइड है अनि चटसँगले हामी चाहिँ हैन उतातिर लाग्यौं हैन चटसँगले अनि भनौं न अब चटसँगले हैन हामी 4 जना हैन भान्जा सहित चाहिँ 5 जना हैन तर यार आज तर गिदी नै भयो हैन लगभग 4 बजे आएको होला हैन फर्काइ चाहिँ राति नै भयो हैन हाम्रो हैन बेनाले अब भान्जा बोक्नु भयो हैन हेर्नु न अब के गर्नु छोरा मान्छे भएपछि गाह्रै हुन्छ रहेछ हैन हेर्नु न एक्सप्रेसन अनि चटसँगले हैन दिदीहरु चाहिँ शपिङ गर्नुतिर लाग्नु भयो अब मेरो चाहिँ अब किनिसकेको थिए हैन चटसँगले हैन भनेर चटसँग यता गर्दै थियो हैन उता फेरि हैन भान्जा अब निदाउन आँटेको थियो होला अनि भेनाले यताउति हैन सुताउनु खोज्नु हुँदै थियो तर सुतेन हैन चटसँगले गरिम हैन अनि लाग्यौं हैन रात पनि परिसकेको थियो हैन अनि भनौं न अब रात परिसकेको कारणले गर्दाखेरि हैन अब मजाले गर्नु पाइन हैन अब यता उता हिँड्दा दिक्क लागिसकेको थियो चटसँग नाइट भ्यू हैन गाइजहरु देख्न सक्नुहुन्छ हैन अनि चटसँगले अब हामी चाहिँ फेरि घरतर्फतिर लाग्यौं हैन गाइजहरु हेर्नु न अब हैन यता उति गर्दा रात पो परिसकेको थियो हैन भनौं न अब दिउँसो आएको मान्छे राति फर्काइ भयो गिदी नै भयो नि हैन तपाईहरु पनि छक्क पर्नुभयो होला हैन त्यसपछि चटसँगले हैन हामी चाहिँ अब बस उठायौं हैन अनि लाग्यौं हैन अब आफ्नै गन्तव्यतिर हैन अब भनौं न गन्तव्य चाहिँ आफ्नै घरतिर हैन चटसँगले अब गर अब खानासाना पकाएर खानुपर्ने थियो हैन अति नै ढिलो भइसकेको थियो हैन अनि चटसँगले पुग्यौं हैन त्यस पछाडि चाहिँ अब यति नै हैन मेरो भिडियो चाहिँ आजको लागि बाइ बाइ गाइजहरु।